नमस्कार, म मेकानिकल इन्जिनियर सन्तोष कुमार। धेरै साथीहरूले भन्दै थियो मलाई कि त मलाई केही गर्न सक्दैनस् भनेर। अनि त्यही अब दिमागमा चलिरहँदाखेरि मैले आफूमा केही न केही गर्छु भनेर मेरो दिमागमा, मेरो तनमा, मेरो धनमा आयो। अनि म केही गरेर यिनीहरूलाई देखाउँछु भन्ने हौसला आयो। अनि त्यही म आज यो भिडियो मार्फत त्यो साथीहरूलाई म देखाउन चाहन्छु। मैले धेरै ठुलो आविष्कार गरेँ साथीहरू। अनि आविष्कार के गरेँ भन्दाखेरि म तपाईहरूलाई देखाउन चाहन्छु यो भिडियो मार्फत। हेर्नुहोस्, मैले यो बाइक तयार गरेँ एउटा मेकानिकल इन्जिनियरको मार्फतले। मैले चाहिँ यो बाइक तयार गरेको छु, नयाँ मोडल, जुन अहिले लन्च पनि भएको छैन। म यसबारे केही जानकारी गराउन चाहन्छु। यो बाइक तपाईँको लगभग नेपालमा किन्दाखेरि 3,99,000 पर्छ। र यो चाहिँ तपाईँको यसको विशेषता भन्दाखेरि यो तपाईँको डिजल न पेट्रोल, यो पानीले चल्ने हो। हजुर, ठिक्क सुन्नुभयो तपाईँहरू, यो पानीले चल्ने इन्जिन मैले बनाएको छु। यहाँ हेर्न सक्नुहुन्छ, यो वायरिङ कनेक्सन गरेको छु राम्रोसँग। अनि अझै म तपाईँहरूलाई यता आउनुहोस्, यो हेर्न सक्नुहुन्छ, यो पछाडिको मोडल, यो खतरा लुक मैले बनाएको छु, बान्दरको पुच्छर जस्तो। यो एउटा भयो। अनि यसमा चाहिँ तपाईँको 4 देखि 5 जना मजाले कभरेज गर्न सक्छ। अनि अर्को कुरा म तपाईँहरूलाई यो भिडियो मार्फत देखाउन चाहन्छु, यो साइडको लुक एकदम गजबको लुक छ। तपाईँहरू हेर्नुहोस्, यो टायर चाहिँ एकदम तपाईँको इटालियन टायर छ, होइन? अनि त्यसपछि यो सिलेन्सर भयो, यो ब्याट्री भयो। ब्याट्री मैले खुल्ला राखेको छु ताकि हेर्नमा अलि येलो कलरको छ, हेर्नमा अलि एट्र्याक्टिभ लागोस्, त्यही भएर। अनि यो फुकफुकिया छ, यहाँबाट धुवा फुकफुक गर्छ, त्यही भएर यसलाई फुकफुकिया म भन्छु। अनि अर्को कुरा हेर्नुहोस्, यो मजाको हो त। यो तपाईँ यसरी निकाल्न पनि सक्नुहुन्छ, अनि यसरी फेरि छिराउन पनि सक्नुहुन्छ। यो तपाईँको राउन्ड पाइप छ, यो लेगार्डको काम गर्छ, मजाले लेगार्डको काम गर्छ। तपाईँको एक्सिडेन्ट हुनबाट धेरै प्रोटेक्ट गर्छ। त्यही भएर यो हेर्न सक्नुहुन्छ, लगभग तपाईँको जुनसुकै बाटोमा तपाईँलाई एकदम यो रोक्ने काम गर्छ। यसलाई जतिखेर निकाल्नु मन हुन्छ भने निकाल्नु, छिराउने मन हुन्छ भने छिराएर यसरी राख्न सक्नुहुन्छ। अनि अर्को कुरा, यो तपाईँको बुलेटको मैले यहाँ यो मिरर लगाएको छु, फ्रन्ट मिरर, एकदम लुक चेन्ज गर्नको लागि यो बाइकको। अनि तपाईँ अहिले त लन्च भएको छैन, लन्च हुन्छ 2-3 दिनपछि। अनि तपाईँहरू 3,99,000 मा एकदम पाउन सक्नुहुनेछ। अर्को कुरा मैले बिर्सेछु साथीहरू, अगाडि क्यामेराम्यानलाई म भन्न चाहन्छु, आउनुहोस्, यो अगाडिको हेर्नुहोस्, यो फ्रन्ट लाइट जुन भाइजर छ, भाइजर मैले किन राखेको छुइनँ कि अरू बाइकमा हुन्छ नि भाइजर, यो यसो हल्ने, यताउति हुने, मैले त्यो हटाइ नै दिएछु। त्यो समस्याबाट मुक्तै गरिदिएको छु। हेर्नुहोस्, 2वटा भेपर लाइट लगाइदिएको है। अनि यसमा केही मिटर सिटर, स्पिड, कति पेट्रोल डिजल केही छैन, केही मतलबै छैन क्या हामीलाई। ढुक्क भएर यसमा पानी हाल्ने, अनि ढुक्क भएर जहाँ मन लाग्छ मिठीदेखि महाकाली हिँड्ने।